छलफल गर्छौँ र अहिलेसम्म प्राप्त भएको हाम्रो दाइले कृष्णबहादुरले जम्मा गरेको वंशावली अनुसार जुम्लाको सिङ्जाबाट लमजुङ जिल्ला गएछ, लमजुङबाट गोर्खा, गोर्खाबाट ललितपुरको गोदावरी दमैटार हुँदै कोही भाइ चाहिँ नयाँ मानेश्वर पुग्नुभएछ, कोही पनौती, कोही पाखर, कोही जलबिरे, कोही फुलपिङकोट, कोही नुवाकोट, कोही भक्तपुर, मकवानपुर, धुसिनी चौर हुँदै हाम्रो यहाँ अहिले बसोबास गरेको एक भाइ चाहिँ धुसिनी चौरबाट कोरे, अनि कोही भाइ किरान चौर हुँदै पाँचखाल जस्ता ठाउँहरूमा फैलिने क्रम भएछ र तालामारङमा बसोबास गर्न आइपुगेको हामीले थाहा पायौँ। यहाँ भएका दाजुभाइहरूमा चम्पा सिंह हाम्रो जिजु हुनुहुँदो रहेछ। सबभन्दा पहिला चम्पा सिंह, उहाँको एउटा छोरा फौजा सिंह, उहाँको एउटा छोरा कटकबहादुर र कटकबहादुर जिजुको दुईटा परिवारमध्ये जेठीपट्टिबाट बखान सिंह र उहाँको सन्तान पदमबहादुर र केशरबहादुर दुई भाइ हुनुहुँदो रहेछ। पदमबहादुरका छोरा खेलबहादुरका तीन भाइ छोरा हुनुहुँदो रहेछ, बुद्धिबहादुर, कुमार र जगतबहादुर। खेलबहादुरका छोराहरू हाल काभ्रे चुरीथुम्कामा बसोबास गर्नुहुँदो रहेछ। अनि केशरबहादुर सानैमा दिवंगत भएको बुझियो। कटकबहादुरका जेठीपट्टिका माइला छोरा ललितगम थापाको दुईटा छोरी मात्रै भएर वंश टुङ्गिएको देखियो। कटकबहादुरका जेठीपट्टिका साइला छोरा मानवध्वज थापाका चार भाइ छोरा हुनुहुँदो रहेछ। जेठो मेरमान, उनका दुईटा छोरा धनबहादुर र क्षेत्रबहादुर। धनबहादुरपट्टि कटकबहादुर, उनका तीनटा छोरा पोषकबहादुर, जयराम र रूपबहादुर। पोषकबहादुरपट्टि सन्तोष र प्रभु दुईटा छोरा, जयरामपट्टि जेनिस र जेसिस, रूपबहादुरपट्टि रूपेश भाइ छोराहरू देखिन्छन् भने क्षेत्रबहादुरपट्टिका नरबहादुर, धनबहादुर र तेजबहादुर, जसलाई राजु भनेर हामी भन्ने गर्छौँ। नरबहादुरपट्टि रमेश र दिनेश, रमेशपट्टि आदर्श र दिनेश प्रति नाम भएको, धनबहादुरपट्टि सन्तोष र सागर दुई भाइ, तेजबहादुरपट्टि गौरव भन्ने एउटा हाम्रो भाइ छोरा भएको सम्बन्ध अहिलेको पुस्तासम्म हामीले पायौँ। मानध्वजको माइला छोरा नयन सिंह, उहाँका दुईटा परिवार रहेछन्। जेठीपट्टिबाट नरबहादुर, उनका दुई भाइ छोरा